पोखरामा पोखराको गणेश साथी हुनुहुन्छ पाइलटजी हुनुहुन्छ हाम्रो आदरणीय साथी। अहिले यो यात्राको आधा घन्टाको यात्रा हुन्छ हाम्रो। 20 मिनट बढी लाग्न पनि सक्छ हावाको गति अनुसार, छिटो हुन पनि सक्छ। बडो रिल्याक्स आइरहेको छ। यति रिल्याक्स सायद कहिले पनि आउँदैन आउँदैन होला जस्तो लाग्छ। भिडियो बन्दैछ हाम्रो होइन। ओके, हावाको गतिसँगै मन त मस्त रुखहरूको माथिबाट हेर्दैछौँ। चिलाउनीको रुख फुलेको देखिन्छ यहाँ। चिलाउनीको रुखहरू टन्न फुलेको छ। 3 दिनको सुपर टप ट्रिपमा सबैभन्दा मोस्ट क्लाइमेक्स हो यो हाम्रो गणेशजीसित। ल है त हामी नेपालमै बसेर यसरी हिँड्न पाउँदा साह्रै खुसी लाग्छ। होइन पहिला त विदेशीले पनि गर्ने चलन थियो, नेपाली भन्ने त यतातिर घुर्नु पर्थ्यो है। अहिले त नेपाली दाजुभाइ नै आउनुहुन्छ, त्यही नै हामीलाई खुसी हो। किन आफ्नो पैसा आफ्नो देशमा होइन इन्भेस्ट गरौँ। अब सरकारले ट्याक्स पनि लगाएको हुन्छ 1500 2000 त। त्यही त मलाई के लाग्छ भने यो गोरखपुरबाट सुनौली बोर्डरबाट 2 घन्टामा आउने खालको द्रुत मार्ग भयो भने इन्डियन करेन्सी बहुत धेरै भित्रिन्थ्यो जस्तो लाग्छ मलाई। हजुर एकदम, किनभने रोडबाट बाई रोडमा चाहिँ फाइदा नै हुन्छ क्या। चाइनाको मान्छेहरू पनि बहुत सौखिन हुन्छ यस्तोमा। तर इन्डियन करेन्सी हाम्रो नजिक इन्डिया परेको हुँदा भारतीय रुपियाँ भित्राउनु पाएर जस्तो लाग्छ।